सर्वप्रथम परमेश्वरलाई धन्यवाद दिन चाहन्छु र मण्डली परिवारले वचनको निम्ति प्रार्थना गरिदिएकोमा धेरै धेरै धन्यवाद। परमेश्वरले प्रशंसा होस्। हामी ढिलो नगरी वचनतिरै लागौँ र आजको वचन हामी यशायाको पुस्तक 49 अध्यायको 15 र 16 पददेखि हामी हेर्नेछौँ। यहाँ यसरी लेखेको छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले ठिटाउँदिन र त्यसले बिर्सन पनि सक्छ, तर म त तँलाई बिर्सन सक्दिनँ। हेर, मैले तँलाई मेरो हत्केलामा खोपेको छु, तेरा पर्खालहरू निरन्तर मेरै सामुने छन्। आमेन। प्रिय मण्डली परिवार, आज परमेश्वरले चाहिँ तपाईँ र हामीलाई बिर्सनुहुन्न कहिले पनि। तपाईँको आफन्तले बिर्सेको होला, मण्डलीले तपाईँलाई बिर्स्यो होला, तपाईँको छिमेकीले, तपाईँको दाजुभाइले, हरेक साथीभाइले तपाईँलाई बिर्स्यो होला, संसारले बिर्स्यो होला, तर तपाईँ कहिले पनि तपाईँ चाहिँ परमेश्वरले बिर्सनुहुन्न। परमेश्वरले चाहिँ तपाईँलाई चुन्नु भएको छ। परमेश्वरले चाहिँ तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले चाहिँ तपाईँलाई आफ्नै स्वरूपमा आफ्नै प्रतिमा बनाउनु भएको छ। किन चाहिँ तपाईँलाई चुन्नुभयो त? अब किन चुन्नुभयो परमेश्वरले तपाईँलाई चाहिँ? किनकि हरेक जाति जातिको लाई बचाउनको लागि तपाईँलाई चुन्नु भएको छ। हामी एर्मिया 1 अध्यायको 5 पदमा र हामी हेर्ने भने यहाँ यसो लेखेछ, एर्मिया 1 अध्यायको 5 पदमा यसरी लेखेछ, मैले तँलाई गर्भमा रहनुभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, त जन्मदा भन्दा अघि नै मैले तँलाई अलग गरेँ र मैले तँलाई जाति जातिका निम्ति एक अगमवक्ता नियुक्त गरेँ। आमेन। परमेश्वरले चाहिँ तपाईँलाई हामी जन्मभन्दा अगाडि नै तपाईँलाई हामीलाई चिनिसक्नु भएको थियो। हामी जन्मभन्दा अगाडि नै परमेश्वरले हाम्रो गर्भमा नै अघि नै हामीलाई चिनिसक्नु भएको थियो। यो व्यक्तिले चाहिँ कसरी बनाउने, होइन, कसरी यसलाई चाहिँ यसको आकार कसरी बनाउने, यसको आँखा कहाँ राख्ने, यो कान कहाँ राख्ने, मुख कहाँ राख्ने, हातहरू खुट्टाहरू कसरी बनाउने भनेर परमेश्वरले पहिले नै हामीले गर्भमा नै परमेश्वर रच्नु भयो र हामीले चिनिसक्नु भएको थियो र जन्मभन्दा अघि नै हामीले अलग गर्नुभएको थियो। किन चाहिँ अलग गर्नुभयो त? किन चाहिँ परमेश्वरले तपाईँ हामीले चुन्नुभयो त भन्दाखेरि जाति जातिका निम्ति एक अगमवक्ता नियुक्त गर्नको लागि। जाति जातिलाई चाहिँ हरेक संसारमा भएको मानिस जातिले परमेश्वरले आफ्नै स्वरूपमा प्रति बनाउनुहुन्छ। आज संसारमा मानिसहरू चाहिँ धेरै आत्माहरू नाशमा भएको छन्। आज धेरै संसारमा मान्छेहरू भुलिरहेका छन्, संसारको पापमा दलदलमा फसेका छन्, संसारको अभिलाषामा फसिरहेका छन्। विभिन्न आज मानिसहरू चाहिँ विभिन्न आफ्नै इच्छा र योजनामा चलेकोले गर्दाखेरि संसारमा मारकाट, होइन, झैझगडा, दुश्मनी, एकले अर्कालाई दबाउने, राज्यको विरुद्ध राज्य उठेछन्, होइन, एकले अर्काले बाउको विरुद्धमा छोराको विरुद्ध त बाउ र श्रीमान र श्रीमती भिन्न यस्तो तरिकाले चाहिँ हरेक आफ्नै आफ्नै तरिकाले भिन्न झैझगडा दुश्मनी आज संसारमा आज भइरहेको छ। अनि ती आत्माहरू आज धेरै मानिसहरू चाहिँ अनि नाशमा गइरहेका छन्। आज ती आत्मालाई बचाउनको लागि, जाति जातिहरूलाई चाहिँ बचाउनको लागि तपाईँ र हामीले चाहिँ परमेश्वरले हामीलाई चुन्नु भएको छ। आमेन। तपाईँ र हामीलाई अगमवक्ता बनाउनको लागि हामीलाई चुन्नु भएको छ। अनि त्यसैले उहाँले चाहिँ हाम्रो ओठमा चाहिँ वचन हालिदिनु भएको छ, परमेश्वरको वचन। आमेन। हामी एर्मिया 1 अध्यायको हामीले 9 पदमा हेर्ने चाहिँ त्यहाँ चाहिँ तल खण्डमा के भनेछ त, अब मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु। आमेन। परमेश्वरको वचन चाहिँ हाम्रो ओठमा, यो मुखमा, हाम्रो ओठमा, यहाँ भन्छ मुखमा हालिदिएको छु भन्नुभएको छ परमेश्वरले। तपाईँ र हामीले चाहिँ परमेश्वरको वचन चाहिँ हाम्रो ओठमा छ। अनि त्यो वचन चाहिँ अनि हरेकले सुनाउनु पर्दछ। येशूमा चाहिँ उद्धार र मुक्ति छ, येशूमा त जीवन छ भनेर हामीले सुनाउनु पर्दछ। आज धेरै मानिसहरू आत्माहरू चाहिँ नाश भएको छन्, ती बचाउनको लागि तपाईँ र हामीलाई चाहिँ चुन्नु भएको छ। परमेश्वरले अनि तपाईँ हामीले कहिले पनि त्याग्नुहुन्न, परमेश्वरले कहिले तपाईँ हामीलाई बिर्सनुहुन्न।
अनि परमेश्वरले चाहिँ हाम्रो आमाको गर्भमा रच्नुभन्दा अघि हामीले चुन्नु भएको थियो अनि हामीले चाहिँ अलग गर्नुभएको छ अनि हामीले चाहिँ जाति जातिहरूलाई बचाउनको लागि आगमवक्ताको रूपमा खडा गर्नुभएको छ अनि परमेश्वरले हाम्रो ओठमा चाहिँ वचन हालिदिएको छ आमेन। एर्मिया यसैया 61 को 1 पदमा हेर्ने भने यहाँ यसरी लेखेको छ यसैया 61 को 1 पदमा यसैया 61 को 1 पदमा यसरी लेख्छ परमप्रभु परमेश्वरका आत्मा ममाथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। आमेन। हेर्नुहोस् प्रिय मण्डली तपाईँ र हामीले चाहिँ परमेश्वरले चाहिँ परमेश्वरको आत्मा हामीमाथि छ। परमेश्वरको आत्मा हाम्रो हृदयमा परमेश्वरले हालिदिनेछ। परमेश्वरको आत्मा चाहिँ हामीमाथि छ अनि हरेक संसारमा भएका थिचोमिचोमा परेका दुःख कष्टमा परेका हरेक गरिबीहरूलाई चाहिँ सुसमाचार सुनाउनको लागि परमेश्वरले तपाईँ हामीले चुन्नु भएको छ। आगमवक्ताको रूपमा हामीले चुन्नु भएको छ। हरेक हामीले चाहिँ चुन्नु भएको छ हामीलाई हरेक अनि परमप्रभुले चाहिँ तपाईँलाई सुसमाचारको निम्ति परमप्रभुले तपाईँ हामीलाई चाहिँ अभिषेक गर्नु भएको छ। अनि जुन दिन तपाईँ र हामीलाई परमेश्वरले ग्रहण गरौँ जुन दिन हामी येशूमा चाहिँ उद्धार मुक्ति भनेर हामी ग्रहण गरेर घुँडा टेकौँ त्यसै दिन परमेश्वरले तपाईँलाई हामीलाई अभिषेक गरिसक्नु भएको छ। परमेश्वर आत्मा हामीलाई हालिदिनु भएको छ अनि जुन अभिषेक छ अनि हरेक मन भाँचिएकाहरूका हृदयलाई बाँध्न र कैदमा परेकालाई स्वतन्त्र दिनको लागि अनि बन्धनमा परेकालाई छुटकारा दिनलाई घोषणा गर्नको लागि तपाईँ र हामीले चाहिँ परमेश्वरले आज आगमवक्ताको रूपमा पठाउनु भएको छ, खडा गर्नुभएको छ तपाईँ हामीलाई। आमेन। आज परमेश्वरले चाहिँ तपाईँ संसारमा दुःखमा कष्टमा पीडामा समस्यामा हरेक गरिबीको बन्धनमा परेकाहरू हरेक थिचोमिचो परेकाहरू हरेक अशान्तिमा परेकालाई शान्ति दिनको लागि होइन मुक्ति दिनको लागि तपाईँ हामीले चाहिँ परमेश्वरले अनि आगमवक्ताको रूपमा खडा गर्नुभएको छ। आज तपाईँ र हामीले चाहिँ परमेश्वरले चुन्नु भएको छ ती जातिहरूलाई नाशमा भएका आत्माहरूलाई बचाउनको लागि तपाईँ र हामीले चाहिँ परमेश्वरले चुन्नु भएको छ। आमेन। हालेलुया। अनि हामीले मत्ती 28 को 19 र 20 मा पनि हेर्नेछौँ। मत्ती 28 को 19 र 20 मा मत्ती 28 को 19 र 20 मा यहाँ यसो लेखेको छ मत्ती 28 को 19 र 20 मा यसकारण जाऊ र सबै देशका जाति जातिले चेला बनाऊ पिता र पुत्र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ। आमेन। र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ र हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु। आमेन। परमेश्वरले चाहिँ तपाईँलाई किन चाहिँ हामीलाई बिर्सन्नुहुन्न किन चाहिँ उहाँले हामीले चुन्नुभयो भन्दाखेरि चाहिँ परमेश्वरले हामीलाई कहिले पनि बिर्सन्नुहुन्न र तपाईँ परमेश्वरले हामीलाई चाहिँ उहाँले चुन्नु भएको छ हरेक जाति जातिलाई होइन। यसकारण जाऊ र सबै देशका जाति जातिहरूलाई चेला बनाउनको निम्ति पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिनुको लागि ती आत्मा नाशमा भएकाले बचाउनको लागि हरेक गरिबीको बन्धनमा अशान्तिको बन्धनमा दुःख कष्टको बन्धनमा पीडा रोग बिमारको बन्धनमा भएकालाई हरेक मानिसहरूले चाहिँ परमेश्वरको सन्देशलाई सुनाउनको लागि येशूमा चाहिँ उद्धार र मुक्ति छ भनेर सुनाउनको लागि आज परमेश्वरको हामीले चुन्नु भएको छ अनि ती आत्माहरू बचाउनको लागि चाहिँ अनि हामीलाई खडा गर्नुभएको छ आज चुन्नु भएको छ। आमेन। त्यसैले यसकारण जाऊ र सबै देशको जाति जातिकालाई चाहिँ चेला बनाऊ पिता पुत्र पवित्र आत्माको नाउँमा बप्तिस्मा देऊ र तिनीहरूको मैले तिमीहरूले आज्ञा परमेश्वरले तपाईँ हामीलाई गर्नुभएको छ। आमेन। तपाईँ हामीलाई आज्ञा युग अन्त्यसम्म हामी साथ परमेश्वर हुनुहुन्छ। आमेन। हाम्रो साथ परमेश्वर हामी जहाँ जान्छौँ हाम्रो साथमा परमेश्वर छ। यसो चाहिँ हामीले हाम्रो हृदयमा बोकेर हिँड्नुपर्छ।
येशू हाम्रो साथमा हुनुहुन्छ आमेन। अनि मार्कुस 16 को 15 र 16 पदमा, मार्कुस 16 को 16 अध्यायको 15 16 पदमा पनि यसरी लेखेको छ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ। आमेन। परमेश्वरले चाहिँ किन तपाईँ हामीलाई बिर्सनुहुन्न भन्दाखेरि परमेश्वरले चाहिँ तपाईँ हामीलाई चुन्नु भएको छ। किन चुन्नु भएको छ भने हरेक जाति जातिलाई चाहिँ सुसमाचार सुनाउनको लागि, हरेक सृष्टिले, सारा सृष्टिले चाहिँ सुसमाचार प्रचार गर्नको लागि, अनि हरेक जाति जातिलाई दुःख कष्टमा, बन्धनमा, पीडामा, अशान्तिमा, रोग बिमारमा, समस्यामा परेकालाई, हरेक खिचोमिचो परेकालाई चाहिँ सुसमाचार सुनाउनको लागि, तिनीहरूलाई बचाउनको लागि तपाईँ हामीलाई चुन्नु भएको छ। अनि विश्वास गर्ने हरेक बप्तिस्माले चाहिँ उद्धार पाउँछ। आमेन। येशूको नाममा उद्धार पाउँछ। हालेलुया। आजको यो वचनबाट म यही सन्देश दिन चाहन्छु कि प्रिय मण्डली, परमेश्वरले तपाईँ हामीलाई बिर्सनुहुन्न र परमेश्वरले चाहिँ तपाईँ हामीलाई चुन्नु भएको छ। आज संसारमा भएको हरेक नाश भएका दुःख कष्ट पीडामा, अशान्तिमा, रोग बिमारमा, थिचो मिचोमा परेका हरेक गरिबीहरूले हरेक सारा संसारमा गएका हरेक संसारमा, देशको कुना, हरेक संसारको कुना कुनामा हरेक जाति जातिलाई चेला बनाउनको लागि, सारा सृष्टिलाई चाहिँ सुसमाचार प्रचार गर्नको लागि र सुनाउनको लागि तपाईँ हामीलाई चुन्नु भएको छ। अनि हरेक विश्वास भनेर बप्तिस्मा लिनेले चाहिँ उद्धार पाउनेछ। आमेन। त्यसैले तपाईँ हामीले चाहिँ परमेश्वरले आज कहिले पनि तपाईँ हामीलाई बिर्सनुहुन्न। हामी जहाँ जहाँ छ त्यो छ त्यहाँ त्यहाँ तपाईँ हाम्रो साथ परमेश्वर हुनुहुन्छ र तपाईँले हामीलाई चुन्नु भएको छ जाति जातिले बचाउनको लागि आज। अनि ती हामीले सुनाएको हरेक मानिसहरूले चाहिँ विश्वास गरेर बप्तिस्माले चाहिँ उद्धार पाउँछ। आमेन। हालेलुया। वचनबाट यही सन्देश दिन चाहन्छु, तपाईँलाई परमेश्वरले तपाईँलाई हामीले बिर्सनुहुन्न, तपाईँलाई हामीले चुन्नुभएको छ जाति जाति बचाउनको लागि खडा हुनुभएको छ। आमेन। यो वचन म बोल्दा बोल्दै म आशिष भएको छु। प्रिय मण्डली, वचन सुनेर तपाईँहरू पनि आशिष हुनेछ म विश्वास गर्छु। परमेश्वरको महिमा भएको छ। सम्पूर्ण मनबाट परमेश्वरले प्रशस्त